हेलो साथी सबैलाई नमस्ते। म चाहिँ अमराज धामी र आज चाहिँ मैले खासै केही भन्न त आएको थिएन। उहाँ पछाडि त हिरा थियो क्या, उता 5वटा हिरा उहाँ थियो। 5वटा हिरा लग्यो भने यसो सोचे क्या मनमा, 5वटा त्यो हिरा टिपेर लग्यो भने नेपालमा किनभने यत्रो घर चाहिँ हुन्थ्यो क्या पछाडि यार। अनि यहाँ समुद्र छेउमा आएको थियो क्या। यो समुद्र त यार यो पानी देखियो, यो हाम्रो गाउँमा यार सानो खोला ठुलो खोलामा बग्ने पानीहरू यो यहाँ नाटक गरे नौटङ्गी त्यही हो क्या। दुवै राम्रो भन्छ नि सबैले, राम्रो के को राम्रो नौटङ्गी रोडा पानी देखाउनलाई समुद्र बगिरहेको छ। यो नजाने चाहिँ जम्मा गरेर ट्याङ्कीमा बाँधिरहेको जस्तो एउटा पोखरीमा खनेर राख्दा माछावाला त अरू यहाँ छ। अनि यहाँ सैनिकहरू यहाँ राखिदिएको छ, 2-3वटा सैनिकहरू यहाँ छ होइन। परदेश खै के दुवै के राम्रो भन्ने अरे, गर्मीले मात्र राम्रो हो क्या। त्यो हिरा टिपेर यत्रो बिल्डिङ लगेर एउटा के बिल्डिङ पनि भन्ने कि यो सल्लाह रुख भन्ने गाह्रो छ हो। यहाँ यत्रो छ पछाडि सल्लाह रुख त होला नि हो भने यत्रै चराचुरुङ्गी पछाडि गुडिरहेछन्। त्यो चराचुरुङ्गी मानौँ त्यही भएर दुबई खासै त्यस्तो हुनै छैन। त्यो समुद्र छ, यही हो समुद्र खासै। त्यो माछा पनि पाइन्छ र यही निलो पानी हुने यही खासै यही त हो नि। यहाँ खासै राम्रो छैन दुबई खै। त्यही सल्लाह रुख एउटा ठुलो देखा थिएँ यही हो, त्यही देखेर आउनु मन लाग्यो। म यहाँ आएको थिएँ खास गरी त्यो देखेर। सल्लाहहरू भेडाहरू हिँड्दाछन् उभि चलाउँदा भयो एउटा क्या थियो र पैसा भयो एउटा सब त्यही हुन् क्या। अब हामी त यस्तो हो, हिँड्यो पैदल केटो हिँड्यो जा केटो जा। अब हाम्रो 2 खुट्टा छ, 2टा साइकल छ, यिनीहरूलाई अब उभिएर चलाउने सुरु जानेहरू यहाँको मान्छेहरूलाई होइन एकदम सोख क्या। हामीलाई त केही छैन यस्तो छ। अब त्यहाँ समुद्रमा जाने विचार गरेर हम आज नुहाएर आइन्छ जे पढेर भनेर अब नुहाउनु पर्ला जस्तो छ। पढेर चाहिँ आउनु पऱ्यो नुहाउनुहरू त यस्तै हो साथीहरू। दुबईमा आएपछि माटो नि यार यसै नराम्रो त्यसै नराम्रो, त्यसका बाजेका नातिका पनत देखाउनुपर्छ। हामी त केही छैन, लेख्रिङ देख्लो पछाडि कोही हुन् यार, अलिकति हुन्न नि यार, कोही छोराटी पनि आइदिनु यही छ क्या। हाम्रो पछाडि हिँड्नु भने त्यही 3 हात बोल्यो भने अझ मारनी भन्ने डर। यत्रो खासै केही राम्रो त केही छैन दुबई पछाडि यही र समुद्र 2टा बाटो कहाँबाट जाँदो यहाँबाट यसो। त्यही भएर छैन सोधे त बस पराडी बसेको सो जस्ट लाइक यो छ होइन। अरू भने यस्तै हो। म चाहिँ त्यही भएर यहाँ जान लागेको भनेको थिएँ क्या यहाँबाट यो बिल्डिङहरू के गर्नु त। हाम्रो त सल्लाह रुख अनि त्यो अरू के भन्थ्यो रुखहरूको नाम त्यही छ क्या। खै निकै आइन केही न कोही छन् यहाँ न कोही, एक्लो घाँडो जस्तो जिन्दगी छ हो यहाँ। परदेशमा भनौँ भने साँच्ची हो साथीहरू यस्तै हो, केही छैन। अब यसो गरेछन् यहाँकै भुट बिरुवा लगाछन्, टिकटक बनाएका छन् यहाँ पर सब मान्छे। कोही टिकटक बनाउँछन्, कोही भिडियो बनाउँछन्, कोही गारक बनाछन्, कोही खालाछन्, केही छैन। यो बाँड्ने त मेरा घर उपरमा बाँडेको थियो के अरे, बाँड्या नै पर कुन्यो लगाएको थियो घाँसको। यहाँ यस्तो छ नि घाँसको कुन्यो लगाएको थियो, यी बाढी ढुङ्गा राखेको अरे परबाट। निका भन्दा पनि परदेशको निका भन्दा पनि गर्मीमा त्यही निको भनेको अरू सब मेरै घर छ देख्छ क्या। निको भनेको खासै केही आइन हो भने निको त केही लागेन। यको गर्मीमा त्यो बालु आउँदा जाँदा भए परौँडा त्यो बालुवा हो, बालु आउँदा जाँदा भए केही छैन। धुला फुड्या हुँदो भए यस्तै छ। धुला फुड्या हुन जानु आएको आज खास गरी आएको भनेर देखेको एउटा धुला फुड्या यिनबाट यो त यार मात्ने मैलो के अरे खोन्या जग्गा मात्ने घर बाउले खन हुँदाखेरि भयो सब भयो परबाट मान्छे पनि निकाल्नु चाहिँ यस्तै छ पर्दैछ पर त्यहाँ त। अब अरू भने यहाँ हामी त परदेशी गएर धुलो फुड्या चप्पल लगाइकन जानी आएको त छैन पर उखुडाको रुख भन्दा पनि ठुलो छ त परतिर। क्या भने उखुडाको रुख त यस्तो होला, बोलियो छ कि नै नापा त्यो चम्पो लगाइरहेको बोलियो होला होइन। त्यही भएर एउटा भलिबल खेल फुटबल खेल एउटा खेत यो पनि क्या जोतिकै नै बनाएको त होला पराउँदा नाच्दा क्या निको भन्दा हुन्थ्यो क्या निको त्यो पहिलोचोटि आएको यार अन्त क्या निको केही नै धुल्या फड्या नुहाउन खान मात्रै दुखाउने हुन्।
अरू भने यहाँ यो त्यही गरिकन होइन यार आज कोही साथी भए त रमाइलो पो हुँदैछ कि यार एक्लै भएबाट त केही छैन अब सोचिरहेको छु कोही मिल्छन् कि यतातिर हल्का कुरो घर फेरि थाहा पार्न र मार्न यस्तै छ र यहाँ म अहिले के अरे खना हल्लाटोला चौडो खेत जान्छ चौडो चौड छ यहाँ चाहिँ यहाँ यी तल पोखरी आयो यो खोराडी बराडी भइसक्यो र बराडी चिकन छ क्या भइसक्यो त छ यार के यहाँ केही छैन उता ठुलो चौड हाम्रो घरको त्यो चौड जस्तो हुन्छ नि अब यो समुद्र चाहिँ जानु पर्ला जस्तो छ समुद्र यहाँको पछाडिको भ्यू यस्तै यहाँको यो यही नै तलमा खोलाउँदो जाँदैछ है जाँदा यहाँ क्या डुब्ने हो क्या केही त हुँदैन मिल्दै क्या छ जानु मिल्दैन भने सेमलाई केही छैन तलबाट ठुलो पानी त छोइदिन्छौँ निको छ निको त आइनै मान्छे निको आइनै कहाँबाट यो त पानी खाना पा खुट्टा त धुउँ है खुट्टा धुउँ हो ल पहिलोचोटि माटो क्या रिङ्गडा लाग्ला छ होइन पहिलोचोटि दुबईको बालुवामा यस्तै हो अब त त्यहाँ डुबे पनि केही छैन कति म गएर होला क्या एकचोटि जा तर म जागी नै सबै चाहिँ ढुङ्गाएर अरू त यो सबै परवटा खेल्दा पौडी भनेर गएर के हो तर खास गरी यार खाँची यो क्या जहाँ पराउँदो निको त आइन यार केही आइन भयो निको त क्या निको हुन्छ यो त पानी त क्या खाम छ तिर्खा पनि लाग्यो अनि किनेको आइन पानी पनि यस्तै छ है त्यही जानी चप्पल लगाइकन त भाइहाल्छ त्यहाँबाट हिँड्नु छैन क्या यही छ यहाँको त्यही भइकन एउटा यो पोखरी अरूवटा मान्छेले आन्दामा जाँदो भए त्यहाँ पनि के खोज्दो भए खोइ चिन्दा नि मगर पनि क्या सुन पनि पाइन्छ क्या एउटा सुन त लगाइजाँदो भए माथि क्या हिरा मिल्ला जस्तो छ हिरा सुन छ त यार सुन पनि मिल्छ कि आमा भइको काम गर्दैन अब यहाँ त्यही भन्छ गाली दिनु पर्ला जस्तो छ गाली दिनु पर्ला जस्तो छ भने तेरो काम गर्दैन सुन खोज्न लाग्नु पऱ्यो पर्दैन यहाँ पनि सुन मिल्यो भने त त्यत्रो मात्ने उयोको ओखडाका रुख जत्रो घर त बनाउनु पाउँछ यार कति ओखडाको त्यत्रो घर त हालिन्थ्यो केही नभए पनि पर्दैन यस्तो हान्दै झल्का पनि छलक छलक हान्दैछ बैसिँदा सुन मिल्दो कि आउँदो होला यार त्यता सुन पाइन्छ भने हो त सङ्घाहरू यहाँतिर माटो यस्तै हो र केही छैन अहिले नुहाउनु हाम्रो दुःख मात्रै हुने हो अब त केही नै नुहाउने राम्रै राम्रै गऱ्यो पनि कति आउँछ पानी त झल्का पनि कति आउँछ ती पनि खेल्न मिल्दैन माटोडा सुवाला भाइजा त भाइजा त यहाँबाट एउटा क्या नाङ्गा होला नि छ नि क्या जानु नुहाउनु पऱ्यो क्या सब नुहाउँछ साथीहरू सब नुहाउँछ सिटी बजाउनु लागेको क्या खेल्न मिल्छ र माटो केही छैन बाल्दै बाल्दैन हिटी त हगिँदैन रहेछ केही नै हिल्या फिल्या तुल्या मुल्या केही नै परवडेर हो सिपेर त परवडा कहाँ भाइ गएछ एकदमै हो सारा जाँदा त्यही खेल्न मिल्दछ परवडा सर पर हिट्टो छ यार क्या सर्प छ के माछा हो यस्तो त क्या माछा आउँथ्यो सब त्यही भइकन सब दुवैका मान्छे सबैभन्दा सबै कहाँ गया भन्दा एउटा भित्रबाट उता कहाँ घर बाहिरबाट हुँदैन क्या बजार गर्मीबाट पानी भित्र हुँदैन पानी सब पानी जानुपर्छ क्या पनि यही हो नि भित्र क्या खेल्न क्या चाहिन्छ केही छ कि सेफ्टी केही चाहिन्छ कि जानु पऱ्यो कि जस्तो छ
सब माथि हो पर बल हालेन बल लहका गर्दा निका निका काम र पछाडि चङ्गा दसैँ के यहाँ के दसैँ आइको भन्दा परबाट चङ्गा कोही चिन्दा हो मकन चिन्दा बिहा दया माया गरे यार के खेलाउनु ल चिन्दा बिहा दया माया गर बिचारा एक्लै सुकेर राडो छ भ्याएको छ अब रुममा कतिखेर जाने हो कहाँबाट जाने हो कति लिदो पो कति छ हातले एकचोटि हेरौँ परौ न चङ्गा माथि चङ्गा पर दसैँ आइगयो यहाँ त यिनीहरूको त दसैँ हाम्रो भए दसैँ मात्र आउँदा चाहिँ चढाउन दसैँ बिहा त हामी लास्ट उठाउँछ यहाँ दसैँको लागि त यस्तै नहीं खास गरी क्या खेलाउनु पो हाउ मच प्राइज भन्नु क्या भन्दा खेल्नुपर्छ कि अरू रमाइलो थाहा दसैँ भने यस्तै दसैँ लाउँछ दस खेल्नुपर्छ कि रमाइलो नाङ्गै भइगयो परबाट यार क्या लाजै मर्दा भइगयो यार नाङ्गा पनि नदेखाउँ भिडियो केही छैन तर हाँची नाङ्गा यो कहाँ कहाँ हो कहाँ कहाँ प्रतिचङ्ग उडाउँदैछ बिचरा त्यो हावा घाँ चलेर कति भनेको छ फुल ट्रिप हाउ मच के भन्दा जान्छ होला नुन नुन त जाँदो थियो हातले त्यहाँबाट नुन त जाँदैन क्या भाइ था कि नै बिचरा कैसे नाम गर्नु नचिने बिचरा त त्यही हो नुन त नु भनेको यार गरी नुको गरी भयो गरी नुको गरी भयो मात्र कोही चिनेका पनि हुन्न यार कोही चिन्दा हो मगन कोही नचिने बिचरा हो कोही नचिने एउटै हिट्ट छौ पर त गइकन खेल्नु पऱ्यो पर एक्लै गइकन खेल्नु पऱ्यो चुवाला भइगयो यिनीहरू नलाग्यो लाज लाग्दो भन्नु नाङ्गै हिँड्दै होला क्यामेरा देखाउनु पनि लाजै मार्दै यार बिचरा नदेखाउनु बिचारीहरू उनीहरू बिचरा बेचेर नाङ्गै बिचरा क्या खाएको मन बदले हान्दा खान्न अरू यही हो यही नै बाँकी जाँदा चाहिँ गरी नुहाउँदा गएर छन् यो बुझिहाल्नु न पापा है कता म ठेगान पाड्यो कति लिदो कति छ कहाँ डुब्यो भने मले त्यही भइहाल्यो भने एउटा कति लिदो छ हाउ मच दिस प्राइज पक्का त होती ल्यालौँ होइन प्राइज हो त न बोट टुर बुझौँ स्पिड बोट टुरमा त 300-400 भन्दा यार महिनाको मेरो स्यालेरी आउने त त्यहीबाट छ बनाउन राइट मात्ने मरिजाने हो एक्लै त क्या हो किला रे बा 55 सुरुमा न सस्तो 55 देखेँ अरू त निको आइन भइगयो फेरि यसले डुबाइदिएला यहीँ डुबाइदिन्छ हकाउँछ बिस्तारै उडाएको चङ्गा महँगो छ यार तर 3 हात छ र टेन्नु नि अब त्यहाँ जानु पऱ्यो 3 हात अब मजाले गफ हान्नु पऱ्यो भनेर भन्न त कति सजिलो छ नि